ढोकामा नेत्र टाइम लाग्छ भात पस्क्यो त्यो रातै घा हजुर के खानु भयो छैन बाबु अब खानु उठ्न पाएको छैन के भयो मम्मी खोइ बुझा सानो खै के भयो किन रोकी किन रोकी बिहान बिहान भोग लागेको हो भुतीमाम खान्छ मेरो छोरी मेरो छोरीलाई म भुतीमाम बनाइदिन्छु अब है नरु 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 कतिजना लाग्नु भएको मिलमा मकै लिएर जानुपर्ने थियो त्यति काम त आफै गर्न सक्दिनस् भुतीमाम बनाइदिन्छु
बस्नु के भयो मम्मीले जाउलो पठाइदिनु भएको किन दुःख गर्नु पर्थ्यो यसरी जा त नानी भित्र गएर पानी ल्या हेलो अहिले कस्तो छ आमा तपाईँलाई? अलिक कम भएको छ बाबु ए अनि समयमा औषधि खाँदै हुनुहुन्छ नि? खाँदैछु खै अब के गर्नु आमा, तपाईँले पनि भनेको मान्नुहुन्न। यतै हामीसँगै बस्नु भनेको तपाईँले पनि सजिलो हुन्थ्यो। अब यस्तो बिरामी परेको बेलामा तातो पानी तताएर दिने मान्छे पनि कोही छैन। म पिर नगर हल्का चिसोले छोको त भने औषधि खाइरहेको छु ठिक भइहाल्छ नि साह्रै गाह्रो भएको भए म गाउँ आउँछु नि आमा। भए पर्दैन फेरि बुहारी रिसाउले नि साँच्ची नातिलाई कस्तो छ ठिक छ आमा, बेला बेलामा हजुरआमा भएको ठाउँमा जाने भन्छ। होइन फोनमा कति छुट्टिरहेको अफिस जाने बेला भएन ल आमा, म भरे फोन गर्छु है तपाईँलाई। अफिस जाने बेला भयो मेरो पनि। राख्दै बाबु फोन के भयो आमा हजुरलाई केही भएको छैन नानी ल बिस्तारै चक्लेट खाँदै जा है ल आमा अहिले म जान्छु आफ्नो ख्याल राख्नु है ल हुन्छ आफ्नो त स्याउ खाने बानी बिहान बिहान स्याउ खाएपछि फाइदा पनि हुन्छ। होइन यो कस्तो जोडी मिलाएको हो चिया र स्याउ? ल पहिला स्याउ खाने त्यसपछि चिया खाने। सौजी एउटा चिया ल्याइदिनु त होइन ए केटा तँलाई हिजोको झ्यापले छोडेको छैन क्या? बिहान बिहानै भाउजूको हातले पकाएको चिया खान छोडेर के पसलतिर गइरहेको? कि भाउजूले दिनन् चिया? घरा झड पऱ्यो क्या? जहाँ भए पनि चिया खानु त हो नि दाजुले पनि तनावै छ नि भने तनाव त भइहाल्छ नि। अब बिहे गरेको यत्रो वर्ष भइसक्यो अहिलेसम्म छोरो जन्मेको छैन अनि हुँदैन तनाव? काका पनि एउटै कुरा निकालिरहनुहुन्छ, छोरै हुनुपर्छ भन्ने छ। सन्तान नै नभएको भए पनि त्यो एउटा कुरा। घरमा त्यति राम्री एउटी छोरी छ। सुब्लाक बजिया एउटा वंश धान्ने छोरो चाहिएन नत्र त पुर्खाको नामै मेटिहाल्छ नि। होला नि त बिस्तारै के को हता उमेर छँदैछन्। हेर जे गर्नु छ बेलैमा गर्नु, पछि पछि भन्दा भन्दै समयले डाँडो काटेपछि अनि थाहा पाउला अनि खाउला ठुलो भाइ। होइन काका पनि कुन युगमा हुनुहुन्छ? छोरा र छोरीको कुरो गर्नुहुन्छ 21औं शताब्दीमा आएर पनि सुन्दा पनि अचम्म लाग्ने। तेरो 21औं शताब्दी तैसर राख। हेर केटा मुखा दागबत्ती दिन निम्ति भए पनि एउटा छोरो त चाहिन्छ चाहिन्छ। राम्रो कुरो त किन पर्थ्यो र? लुरुक्कन गयो देखिस् हेर्नु हजुरआमाले मलाई दिनुभएको चकलेट चक्लेट होइन के भयो के गरिस् पोख्या छोरीमाथि के कुरिस देखाएको छोरीमाथि त आमा छोरीको कारणले गर्दाखेरि मलाई गाउँमा मुख देखाएर हिँड्न नमिल्ने भइसक्यो। होइन कसले के सुनायो फेरि? जहिले किचकिच जहिले किचकिच
कति सुन्नु हो गाउँलेहरूको कुरा। आज तैँले एउटा छोरो दिन सकेको भए यत्रो नाना भाती त सुन्नु पर्थेन। होइन कति छोरा छोरा भन्न सकेको होला, बनाएर दिने चिज हो मैले। गाउँमा दुनियाँको कुरा सुन्नु परेको भए पो थाहा हुन्थ्यो। बच्चै नभएको भए पनि त एउटा कुरा छे त हाम्री छोरी। यो हुनु र नहुनमा के फरक छ र? यदि यो नभइदिएको भए गाउँलेहरूको कुरा त सुन्नु पर्दैन थियो। बाबु यो लिस्टमा भएको औषधि छ होला? बाबु मसँग 1000 रुपियाँ मात्रै छ अहिले, लिँदै गर्नु न, बाँकी भोलि ल्याइदिउँला। हुँदैन नि आमा, औषध जस्तो कुरा उधारोमा दिन हुँदैन नि आमा। यसले जति आउँछ त्यति नै दिनुहोस्, बाँकी भोलि लिन आउँला। $950 भयो नि? हुन्छ हुन्छ सर, लिन्छ पैसा। बाँकी औषधि भोलि लिन आउँछु नि है। यसअघि नै तपाईँहरूले धेरैचोटि गर्भपतन गरिसक्नु भएको रहेछ। पाठेघरमा समस्या आएको छ जसको कारण तपाईँहरूको बच्चा बस्ने सम्भावना एकदमै कम छ। अनि डाक्टर साहब, यसको उपचार त हुन्छ होला नि? उपचार नै नहुने भन्ने त होइन, तर यहाँ अलि असम्भव छ अनि अलि बढी खर्चिलो हुन्छ। यदि उपचारपछि बच्चा बसिहाले पनि आमाको ज्यानलाई खतरा हुनसक्छ। किन आत्तिनुहुन्छ? फेरि हुर्किसकेकी यति राम्रो यति ठुली छोरी छ, निसन्तान नै त होइन नि तपाईँहरू। अनि केटा बेला न कुबेला तैँले तिउसै नारेर बसिया छस् त।
भिरे पैसा फिर्ता दिँदैनस्? के तालको मान्छे रहेछ अनि के भन्छ आज यसलाई साउनी यो टेबलको सबै सामान हटाउनुहोस् र चिया एक कप ल्याउनुहोस् त अनि चुरोट पनि ल्याउनुहोस् है होइन बिरे कहाँ पुगेर आइस? पसल गएर आएको। पसल गएर आ भन्छस्, सामान चाहिँ खै हाता केही छैन? पसल नै बन्द रहेछ। घरै जानु त लाग्यो होला नि। हिँड मैसँग। के ठिङ्ग उभिरहन्छस् यहीँ? तिमी जाऊ आमै, म एकछिनमा आउँछु। ल ल म हिँडेँ।